हेलो गाइस, लास्ट गर्मी भयो हेर्नु त। सर्ट लास्ट भिजिरहेछ यार, सब भिजिरहेछ, पुरै भिजिरहेछ पसिनाले होइन। अनि हामी चाहिँ अब आइपुग्यौँ, डुम्रे आइपुग्यौँ। अनि यहाँ चाहिँ शीतल ठाउँ रहेछ, एकछिन बस्दिउँ भनेर चाहिँ एकछिन बस्दिउँ। अनि त्यहाँबाट चाहिँ खोइ यहाँको यात्रा अब हाम्रो मुङ्नीको पुगिन्छ या पुगिँदैन, अझै 25 किलोमिटर रहेछ। अनि पुगिन्छ होला जस्तो आजको अब कभर चाहिँ त्यहीँ गर्ने भन्ने सोच छ। गर्मी चाहिँ लास्ट छ है, गर्मीले चाहिँ धेरै पनि हिँड्न सकेको छैन, खलखल पसिनाहरू आइरहेछ। त्यही भन्दै गाइज हामी एकछिन बसिरहेछौँ। अब ल अब हेर्दै जान्छ लाइफमा चाहिँ होइन, पैसा कमाएछ भने चाहिँ यस्तै तरिकाको चाहिँ एउटा घर बनाउने जस्ट प्लान है। यो फुलहरू भयो होइन, यिनीहरू चाहिँ बवाल लाग्यो क्या, यो फुल हो यसको डेकोरेट चाहिँ बवालै है। यहाँनिर चाहिँ अब जस्ट अब गाडीको लागि चाहिँ पेसेन्जरहरू खोजिरहेछ होइन। हेर्दै जानु होला, अगाडि बढ्दैछु गाइज है। सो हेर्दै हेर्दै जानु होला। यो त सबैलाई थाहा होला हजुर। अब नजिकै गएर हेरौँ यार, यो परबाट हेर्नुभन्दा गाइज नजिकै गएर म तपाईँहरूलाई एक्सप्लोर गराउँछु यहाँको पनि है गाइज है। गाइज अब चाहिँ म भित्र लागेँ होइन। यहाँको टिकट पनि, यहाँ चाहिँ टिकट लाग्दो रहेछ कि, तर यस्तो हो नि त, अब म चाहिँ पैदल यात्री भएर चाहिँ होइन, सो मलाई चाहिँ टिकट फ्री गरिदिनु भयो होइन। सो अनि यहाँबाट चाहिँ अब म लाग्दैछु होइन। सो हेर्दै जानु होला। यो माथिको झरना छ नि, यो झरनामा चाहिँ अनि कति आउनु भएको छ या आउनु भएको छैन गाइज होइन। सो यहाँ त प्रायः जस्तो त सबै आउनु भएको होला गाइज होइन। सो यदि भन्दै गाइज है, सो माथि गएर चाहिँ म एकपल्ट तपाईँहरूलाई पनि नजिकै गएर होइन, माथि झरना छ त्यहाँ गएर म तपाईँहरूलाई देखाउँछु है त। ऐना पहरा झरनाको उद्गम स्थल 2134 मिटरको उचाइमा रहेको छिम्केश्वरी माई मन्दिर। जोस् आउनेको भिडभाडहरू चाहिँ अहिले चाहिँ छैन होइन, अहिले टाइम पनि भएको छैन नि त होइन। सो यति भन्दै अब जस्ट यहाँ चाहिँ बवाल क्या, अब एक्सप्लोर गर्नको लागि चाहिँ है यहाँ चाहिँ आउनै पर्छ है गाइज है। यो ठाउँ भनेको चाहिँ एक्सप्लोरको लागि चाहिँ एकदम नाइस बवाल होइन। अनि माथि उहाँ अझ यहाँबाट गयो भने चाहिँ अझै माथि चाहिँ झरना पनि छ। सो त्यो झरनाको पनि तपाईँ एक्सप्लोर गरेर पनि देखाउने छु है। सो अनि होइन यहाँ मलाई चाहिँ यो फ्री टिकट गरिदिनु भएकोमा चाहिँ यहाँ उहाँहरूलाई चाहिँ सो धेरै धेरै धन्यवादै भन्न चाहन्छु म चाहिँ है, मेरो मनैबाट। यो चाहिँ मलाई बवाल लाग्यो क्या, यो चाहिँ है। आम्मा हेर्नुहोस् त, ओ खतरा आर्टिस्ट हो यार यो त यार। जस आर्ट गर्ने चाहिँ खतरा यो, देख्नुहोस् त ल, हेर्नु त बवाल क्या। अब आमा छोरा जस्ट यो चाहिँ यस्तै होला होइन। सो शिव हो कि पार्वती हो कि कुन हो होइन, सो थाहा छैन। हेर्दै जानु होला। अब यहाँबाट हामी चाहिँ माथि यो झरनाको पनि एक्सप्लोर गर्नेछौँ। अब यही हो झरना चाहिँ है। सो गाइज यति भन्दै म तपाईँहरूलाई त्यहीँ गएर नजिकै गएर तपाईँहरूलाई एक्सप्लोर गराउनेछु है त। अनि गणेश भगवान् पनि हुनुहुँदो रहेछ यहाँ है। वाउ, गणेश भगवान् पनि हुनुहुन्छ। सो यति भन्दै गाइज है, जस बवाल क्या, हाम्रो ठाउँमा पनि यति सुन्दरता, यति सुन्दर चिजहरू छ भन्ने कुराहरू चाहिँ होइन। सो मैले चाहिँ यो ठाउँमा चाहिँ फर्स्ट टाइम एक्सप्लोर गर्दैछु होइन यो ठाउँमा। अनि मेरो भिडियो माध्यम तपाईँहरूलाई पनि नआउनेहरूलाई चाहिँ होइन, कतिपय त आउनु भएको छैन होला होइन। सो अनि उहाँहरूलाई पनि मेरो भिडियो, तपाईँहरूले पनि मेरो भिडियो हेरेर सो यो ठाउँ चाहिँ एक्सप्लोर गर्नु होला। अनि फ्री टाइम मिल्यो भने फेरि तपाईँहरू पनि आउनु होला यहाँ चाहिँ है। यहाँ चाहिँ यस्तो बवाल भाइब छ कि। अनि मेन कुरा त, इम्पोर्टेन्ट कुरा त तपाईँहरूलाई देखाउनै बाँकी छ। सो म तपाईँहरूलाई त्यो देखाउने नै छु है। ल गाइस देख्न सक्नुहुनेछ हाम्रो अर्ग्यानिक झरना होइन।
यो चाहिँ माथिबाट झरिरहेछ गाइज होइन वाउ होइन सो यति त बन्छ यार दामी होइन एक्सप्लोर गर्नु चाहिँ यहाँ चाहिँ आउनै पर्छ है गाइज है सो यति भन्दै गाइज होइन म चाहिँ अब झर्नामा मुखसुख धुन्छु फ्रेस हुन्छु होइन सो हेर्दै जानु होला होइन सो अब यो ठाउँमा आएर चाहिँ भाइस चाहिँ यस्तो भइरहेछ कि गाइज होइन जस हेभेन लाइफ क्या जस भोलेनाथको कृपा अनि यस्तो चट्याङमा छ होइन ओइ एक्सप्लोर गर्नु चाहिँ एकदम बबाल क्या मजा होइन सो जतिले पनि एक्सप्लोर गर्नु भएको छैन एक्सप्लोर गर्नको लागि चाहिँ यहाँ आउनै पर्ने हुन्छ है यति भन्दै गाइज ल हस् त है हजुरलाई पनि धेरै धेरै धन्यवाद है एक्सप्लोर गरिसक्यो यहाँको अब दर कति छ सो हजुरहरूलाई पनि यहाँ जानकारी जस्ट अलिकति म तपाईँहरूलाई जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद हामीलाई एक्सप्लोर फ्री टिकटमा एक्सप्लोर गर्नु दिनुभयो अनि हाम्रो यहाँको चाहिँ हाम्रो टिकट चाहिँ कसरी छ एन्ट्री टिकट हाम्रो नर्मली 50 रुपैयाँ हो हजुर हजुर हाम्रो लोकल हो यहाँ बाहिर हामी नेपालीहरुले 50 रुपैयाँ र बाहिरी यो टुरिस्टहरुलाई यिनीहरुलाई चाहिँ हाम्रो 100 रुपैयाँ दिन्छ हजुर 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 अनि त्यसपछि स्टुडेन्टहरुमा चाहिँ हाम्रो आइडी कार्ड छ भने चाहिँ हजुर हजुर ए ए ए ए ल गाइज प्राइस पनि तपाईँहरूले एक्सप्लोर गर्ने ठाउँहरू प्राइस पनि सुन्नुभयो होला होइन सो यति भन्दै जस्ट मलाई चाहिँ यति धन्यवाद दिन चाहन्छु हजुरलाई मलाई चाहिँ फ्री टिकट होइन एक्सप्लोर गर्नु दिनुभयो पछि आम्ला अनि अब मेरो भिडियो हेर्नेहरू पनि यहाँ चाहिँ एक्सप्लोर गरेर स्योर आउनुपर्छ है यहाँ चाहिँ सो यस्तो रमाइलो छ है सो मलाई चाहिँ यहाँ आएर चाहिँ सुकुनै मिल्यो ल यति भन्दै गाइज ल हेलो गाइज हामी चाहिँ है हामी भर्खरै चाहिँ हामी अब मनोकामना मन्दिर आइपुग्यौँ अहिले कम्तीमा पनि समथिङ 8:30-9 बज्न आँट्यो होइन सो अहिले चाहिँ हामी यहाँनिर हाम्रो क्याम्पिङ चाहिँ यहाँ भइरहेछ सो यहीँनिर यहीँ बाटो छ सो यसकै पसलको छेउमा चाहिँ यो हाम्रो इन्डियन साथीको टेन्ट यहाँ लगाएको छ भने चाहिँ मैले चाहिँ यहाँनिर लगाएको छु होइन सो अनि हामी चाहिँ आइपुग्यौँ है गाइस अब अहिले चाहिँ मनोकामना आइपुग्यौँ हामी होइन अनि यस्तो भयो क्या अब मुङलिङतिरको हामीले चाहिँ भिडियो क्याप्चर गर्न पाइनँ होइन पाइनँ क्या मैले अब मोबाइलमा पनि चान्स सिक्यो अनि तपाईँहरूलाई बिचमा अलिकति सो भिडियो चाहिँ मैले क्याप्चर गर्न पाइनँ भनौँ न त्यति होइन सो यति भन्दै गएँ चाहिँ अब मनोकामना मन्दिर चाहिँ आइपुग्यो आज होइन सो यति भन्दै गएँ चाहिँ अब थाकी पनि रहेछ लास्ट थाकी पनि रहेछ सबैलाई माया छ अनि सो सबै मजाले सुत्नु होला होइन अनि यति भन्दै गएँ चाहिँ सो गुड नाइट है हेभ नाइस स्विट ड्रिम सबै अब आफ्नो केयर गर्नु होला यति भन्दै गाइज म पनि अब सुत्छु हस् त गुड नाइट बाई बाई गाइज ल मर्निङ है सबैलाई है फेरि पनि उठ्यो सो हामी चाहिँ पानी परेर रातभरि पानी परेर चाहिँ यस्तो भइरहेछ कि है सो मेरो टेन्ट चाहिँ अलिकति सेपमै थियो होइन ले चाहिँ मेरो चाहिँ टेन्ट यहीँ सेटअप भएको थियो यहीँ सेटअप गरेर चाहिँ सो यतै हो पानी परेर आजको खोइ यात्रा नै खोइ हेर्नु त यस्तो पानी परिरहेछ यो यात्रा नै अब खोइ गर्नु देला जस्तो छैन आज गाइस यार बोरिङ भन् त यार वेदर बारिश हो रहा है हैन रात को इतना नहीं आया था हाँ फुल्का आया हाँ उसके बाद रात को बंद हो गया सुबह के टाइम पे आया हाँ आज तो मुश्किल रहेगा आज तो ऐसे रास्ता छोटा सा है हाँ ऊपर से बारिश
फिर अब क्या करना है यार, ऐसा भी होता है ना, यस्तै भइरहेछ गाइज है। पानीले चाहिँ यता ओभर गिदी हानिरहेछ। सो अब हेरौँ अब गाइज यार, अब आज के गर्ने हो। सो अब हेर्दै जाऊँ। सुबह सुबह और अच्छा था, अभी तो पूरा क्लाउडी क्लाउडी हो गया, सुबह सुबह मस्त हुआ है। म चाहिँ अहिले भर्खरै उठ्दैछु होइन, किनकि मेरो भिडियोहरू मैले चाहिँ बेलुकै अब हिजो भोलि हाल्ने भिडियोहरू चाहिँ मैले आज हिजै रेडी गरेको थिएँ, त्यही भएर चाहिँ म ढिलो सुतेँ। अनि सो अब यदि भन्दै गाइज है, पानी हेर्नु न यार, के गर्ने हो अब। सो ए भोलेनाथ क्या करना है। सो अब हेरौँ अब के हुन्छ यार। Hit it, die, na, sorry,